सो हेलो साथीहरू, के छ खबर? आई होप सबैजना सन्चै हुनुहुन्छ होला, एकदम आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु अनि एकदम आराम पनि छु। अनि के छ त नि हजुरहरूको खबर? आज चाहिँ म हजुरहरूलाई नयाँ ठाउँ, मेरो ठाउँ प्लस म चाहिँ मेरो माइतीको गाउँ हैन, त्यहाँको चाहिँ टक्क तपाईँहरूलाई भिडियो देखाउने छु। अनि के हुँदैछ, कस्तो हुँदैछ, गाउँघरतिरको चहल पहल हैन, कस्तो भइरहेछ त आजभोलि गाउँघरतिर तपाईँहरूलाई लाग्न सक्छ गाउँ कस्तो भइरहेछ हैन, त्यो चाहिँ तपाईँहरूलाई देखाउने छु। अनि म चाहिँ अब मेरो साथमा मेरो बुढी पनि छ अनि सँगै माइत जान लागेको अवस्था छ। घरदेखि 1 घन्टा आधा 1 घन्टा जति लाग्न सक्छ, तपाईँहरूलाई टक्क देखाउने छु है त। अनि के गर्दै हुनुहुन्छ? अनि मेरो फेसबुकमा भएको सबैजना साथीहरूलाई म चाहिँ के अनुरोध गर्न चाहन्छु भने मेरो युट्युब च्यानल पनि छ। मेरो युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु होला। मेरो युट्युब च्यानलको नाम रहेको छ केसी रेशम ब्लग। त्यहाँ तपाईँहरूले लङ भिडियो पनि हेर्न सक्नुहुन्छ। सर्ट भिडियो जति फेसबुकमा आउँछ त्योभन्दा लङ भिडियो चाहिँ आउने गर्दछ। अनि तपाईँहरूले त्यहाँ गएर कमेन्ट पनि गर्न सक्नुहुन्छ। आफ्नो गाउँको बारेमा कमेन्ट गर्नु होला, त्यही नै भन्न चाहन्छु। अनि टिकटक चलाउनुहुन्छ भने टिकटकमा पनि केसी रेशम सर्च गर्न सक्नुहुन्छ। केसी रेशम नै छ, सेम फोटो छ अनि सेम नाम छ, तपाईँहरू टक्क भेटाउन सक्नुहुन्छ। अनि त्यही नै हो, तपाईँहरूलाई देखाउने छु। अनि मेरो 5 बज्न लाग्यो, 5:30 हुन लाग्यो हैन। अनि अहिले चाहिँ एकदम दामी देखिरहेको छ गाउँ, तपाईँहरूलाई मेरो गाउँ पनि देखाउने छु। अनि त्यही नै हो, तपाईँहरू कमेन्ट गर्नु होला, सेयर गरिदिनु होला फेसबुकमा। अनि तपाईँको गाउँको नाम पनि तपाईँ कमेन्ट गर्नु होला। त्यहाँसम्म नजिक भएको ठाउँ चाहिँ म चाहिँ घुम्न जाने कोसिस गर्नुहुन्छ। टक्क पारीको गाउँ, यो चाहिँ रिथेङ गाउँ हो हैन, मेरो जन्मभूमि टक्क देखिरहेको। यो चाहिँ मेरो बुढी हैन, बुढी पनि हाई गरिरहेको। छोरी हाई गर्दैन, हाई गर्दैन, हाई नमस्ते भन्। यहाँ त यता फर्केर भन्न। सबैजना आरामै हुनुहुन्छ होला? यता फर्केर, यता सुन नमस्ते भन्। तपाईँहरू सन्चै हुनुहुन्छ होला? म पनि एकदमै सन्चै छु है। सबैजनालाई मिस यु। ल त्यही नै हो, टक्क तपाईँहरू देख्न सक्नुहुन्छ। वाह क्या दामी देखिरहेछ। तल देखिने स्थानीय बजार सिमरुत बजार देख्न सक्नुहुन्छ टक्क है। पारीतिरको गाउँ रिठेङ गाउँ, त्यही नै हो। ल साथीहरू, ल रुगा पनि देखिरहेछ है, थोरै रुगा पनि देखिरहेछ, थोरै भलाक्चा पनि देखिरहेछ। माथि लेकतिर पानी परिरहेको अवस्था छ है त। गाउँमा चाहिँ एकदम स्वच्छ, अब पानी पर्ने सम्भावना बढी छ। त्यही नै हो, सबैजनाले कमेन्ट गर्नु होला। माथिको फेरि तपाईँहरूलाई देखाउन गइरहेको छु। अनि यताको गाउँ अलि माथिको चाहिँ लाछीकोट, यो चाहिँ चौकीढुङ्गा भन्छ। त्यहाँ माथिको गाउँ चाहिँ थोरै देखिने 5-7वटा घर छन् सायद त्यहाँनिर हैन। यो चाहिँ चौकीढुङ्गा। पारीको चाहिँ मेरो जन्म घरि यो झाँक्री पानी देखिरहेछ हैन, देख्न सक्नुहुन्छ। डाइङमोरको गाउँ, डाइङमोर देखिरहेछ हैन, डाइङमोर है, कोटपु पारीतिरको गाउँ टक्क देखिरहेछ, हेर्न सक्नुहुन्छ। पारी चाहिँ जथाबाङ पनि देखिरहेछ, हेर्न सक्नुहुन्छ। अनि ल बिस्तारै तपाईँहरूलाई गाउँ देखाउने छु है त।
बिस्तारै हामी हिँड्दैछौँ। टक्क रोडै हिँडिरहेछौँ। मेरो छोरी र मेरो बुढी अगाडि हिँडिरहेछन्। त्यही नै हो। ल है त साथीहरू, टक्क हामी हिँडिरहेछौँ है त। सबै अगाडि हिँडिरहेछन्। ल अगाडि टक्क हिँडिरहेछन् सबैजना। म पनि टक्क हिँडिरहेको छु है त। यस्तो छ, सल्लेरीतिर पुग्यो टक्क रोडमा होइन, हिँड्नुको मजै अलग छ। अनि सनसेट चाहिँ हुन लागेको अवस्था छ। ल पुगियो, मजासँग हिँड्ने, ब्लग बनाउने त्यही छ जिन्दगी है त। पारी मुरु गाउँ देखिरहेछ। मुरुको तली गाउँ होइन, डाँडा डाँडा भन्छ त्यहाँ। यतातिर चाहिँ सल्लेरीको स्कुल देखिरहेछ। यतातिर टक्क काभ्रापानी देखिरहेछ है। ल काभ्रापानीको गाउँ पुग्यो है त। बिस्तारै हिँडिरहेछौँ मजाले। नेपालमा मस्तसँग हिँडिरहेको अवस्था छ। अनि पछाडितिर तपाईँलाई देखाएँ नि मैले, काभ्रापानी देखाएँ। अहिले चाहिँ म काभ्रापानी पुगिरहेको छु। यस्तो छ साथीहरू मस्त तरिकाले। यहाँदेखि चाहिँ यो बाटो चाहिँ टक्क यो खारा जाने बाटो हो। यहाँदेखि चाहिँ यो सिमृतु जान्छ पारितिर काभ्रापानी। यहाँदेखि चाहिँ अब हामी सर्टकट जाने हो। सर्टकट जाने बाटो यहाँदेखि छ। टक्क यहाँदेखि सर्टकट जाने है त। हामी मस्त सर्टकट तरिकाले गइन्छ। त्यही नै हो, सर्टकट हिँड्नु पर्छ है त। ल यहाँदेखि टक्क यसरी गोरेटो बाटो मस्त तरिकाले यस्तो दामी देखिरहेछ होइन। त्यही नै हो साथीहरू है त। हामी चाहिँ गाउँमा हिँडिरहेको अवस्था छ। क्यामेराम्यान पछाडि हिँडिरहेछ, क्यामेरा भिडियो मस्त क्यामेरा फोटो भिडियो निकालिरहेछ। मैले चाहिँ मेरो फोनबाट भ्लग बनाइरहेको छु। त्यही नै हो साथीहरू। अनि यहाँदेखि टक्क डाँडामा गएर म चाहिँ मुरु खोलाको भिडियो देखाउने छु तपाईँहरूलाई। अनि टक्क गाउँठाउँको भिडियो देखाइरहेको छु है त। कस्तो लाग्यो कमेन्ट छोड्नु होला। अनि कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट छोड्नु होला, सेयर गर्नु होला है त। मिल्दै गरौँ ल। तपाईँहरू देख्न सक्नुहुन्छ टक्क यहाँदेखि मुरु खोलाको भ्यू हेर्नुहोस् मस्त तरिकाले हेर्न सक्नुहुन्छ। मस्त है, क्या दामी देखिरहेछ। साँझ पखको भ्यू हेर्न सक्नुहुन्छ। यो नै हो टक्क तरिकाले। त्यहाँ तल चाहिँ मुरु खोला देखिरहेको छ, त्यो चाहिँ मुरु खोला हो। पारि चाहिँ टक्क मुरुको डाँडा भन्छ, मुरु डाँडा। त्यहाँदेखि माथिसम्म नै मुरु डाँडा हो। माथि स्कुल छ, त्यहाँ तल एउटा द्रुपदी स्कुल छ। त्यहाँदेखि त्यो पुरै गाउँ हो है, टक्क देखिरहेछ। अनि साँझ पखको यसरी माहौल चाहिँ यस्तो मस्त भ्यू देखिरहेछ है त। ल साथीहरू है कमेन्ट गर्नु होला। क्या दामी देखिरहेको हुने क्या रातको टाइममा, साँझ पखको टाइममा। अगाडि चक्क भाइ, मेरो बुढी, मेरो छोरी अगाडि हिँडिरहेछन्। म पनि टक्क भिडियो बनाउँदै मस्त तरिकाले हिँडिरहेको अवस्था छ। त्यही नै हो। त्यहाँ अगाडि क्यामेरा, त्यहाँ माथि देखिरहेको चाहिँ त्रिवेणी गाउँपालिकाको कार्यालय खारनेटा हो। त्यहाँ लाइट बलिरहेको छ, हल्का देख्नु भएको छ होला। अनि टक्क तरिकाले यस्तो देखिरहेछ है साँझ पख दामी तरिकाले है देख्न सक्नुहुन्छ। तल चाहिँ मुरु खोला, त्यहाँ मुरु, उतापट्टि जथाबाङ, त्यसपछि त्रिवेणी गाउँपालिका वडा नम्बर 7 को कार्यालय लाजीकोट देख्नु भएको छ, मेलपोखरी है मस्त तरिकाले लाजीकोट। त्यसपछि उतातिर झाँग्री पनि, रिठ्याङको गाउँ, कुरोलको गाउँ, घोर्लेटको पनि हल्का गाउँ देखिरहेछ। त्यही नै हो साथीहरू। ल साथीहरू यो चाहिँ मुरु डाँडा देखिरहेछ होइन। पारितिर टक्क कमेन्ट गर्नु होला कसको घर पर्छ। टक्क फाइनली म पनि पोखरी पुगिसकेको छु। अनि मलाई पुग्नुपर्ने चाहिँ पारि बिता डाँडा हो। बिता डाँडा जानको लागि हिँडेको होइन। अब अँध्यारो पनि हुन लागिसक्यो। धेरै लामो भिडियो पनि हुनसक्छ, तपाईँहरू देख्न सक्नुहुन्छ। म चाहिँ जानुपर्ने त्यहाँनिर हो टक्क तरिकाले।
यहाँ आसपासको भएको साथीहरूले कमेन्ट गर्नु होला है त। यहाँ टक्क तरिकाले हेर्नु पारीतिर मुरु डाँडा है त।